म घर छु के फोन नगर नाटक नगर न माया तिमीले पनि माया लुकी लुकी माया लुकी लुकी अझ गीत गाउने सिप बाजा कस्तो हुन्छ यार गर्दा गर्दै हुने कुरा हो के सबै सिप हुन पर्छ र खाली भाडो देखाइ साइड पर्दिन टिभी रानी मोबाइल चलाउने हैन सडकमा बिहाइछु कुरुक्क मारेर ढाडा गर्दै बुर्सो लाउ जान्नमा बुरुस गर्दै आउँदै आउने नि सधैँ मै मात्र नि त एउटा शर्तमा सर्टमा कस्तो सर्ट त फेरि त्यसमा यो पुरै भरि छ नि यो बेला यसलाई मैले यो कागजले पानी ढाकेर एकटै ढाकेर यो भाँडालाई घोप्टी पारेर पानी अड्डाउँछु यदि पानी अड्ड्यो भने म धारा आइन कपडा पखाल्न जान्न यही कागजले के अड्डेन नि जान्छ हुन्छ अब अट्टिँदै लाग्यो सर्ट म मन्जु छु मन्जुर छ है यो Oh no! पानी छैन अन्डिस्ने हेर पानी छैन के भयो के हो अब त बिहान पैसा देखाइए मलाई एक मिनट यसमा पनि ट्विस्ट छ तपाईँलाई मैले अर्को चिज पनि देखाउँछु अनि तपाईँको इच्छा के हो फेरि छिटो देखा न ल दुईटामै एउटा गर्नुहोस् जन्मरोजी पनि फ्री मेरो लागि त मेरो देशभन्दा प्यारो पैसा छैन के बुझिस् नि देश भन्नु त झन्डै रोज्छु यति कुरा पनि जसले पनि झन्डा रोज्छन् आफूलाई जन्म दिने आमा आफ्नो मातृ देशभन्दा ठुलो पैसा होइन बुझिस् नि म रहेर कोठै गराउन सुरु भइसक्यो होइन तिमी एक दिन रक्सी नखाइ बस्न सक्दिनौ भने अनि एक दिन रक्सी नखा त मर्छु गरेर चाहिँ गर्छौ रक्सी खाएर आउने अनि दिन दिने मलाई रुवाउने पिट्ने तिमी त मरेपछि पनि स्वर्गमा ठाउँ पाउनौ कि नर्कैमा जान्छु बुझ्यौ म खानी त नर्का अनि बेच्ने नि त पनि नर्कमा जान्छ अनि त रक्सी बनाउने नि त झन् नर्कै जाउस् अनि त कुखुरावाला त्यो मासुवाला पनि नर्कैमा जान्छ दिन दिली रक्सी र मासु खाएर घर एउटा खानालाई पैसा छ केही छैन म एक्लै स्वर्ग खाएर के गर्ने सबै नर्क भएपछि म उतै जाने रक्सी खाने म ला तेल बेगिएछ तेल भइएछ गएर तेल मगाएर लिनुहोस् त छिटो कति चाहियो 1 लिटर भए हुन्छ केको 1 लिटर र जत्रै कल्ली हुन्छ मैले फोन गरिदिन्छु जा एक पेक भनिदिन्छु मैले ल छिटो हेलो ए भाइ त्यो तेल छ यहाँ हाम्रा घर 1 पेक ल्याइदिउ न है कति हो पैसा 5000 रे यसो गर आधा लिटर पठाइदिऊ है ए ल हे भगवान यो धरतीमा अब केही किनेर खान सकिने भइएन मेरा कमाइले त 2 पेक तेल आएन महिनाको यो धरतीमा मलाई बस्न छैन भगवान कि मलाई यो धरतीबाट उठाएर लिएर जाऊ होइन भने मलाई यस्तो चिज देऊ कि जो मैले दिनदिनै खान पाऊँ तर त्यसको पैसा नलागोस् मलाई त्यस्तो चिज चाहियो केही किनेर खान सकिने भएन भगवान के हो भगवान यो